हेलो गाइस, आज चाहिँ हाम्रो चाहिँ यात्रा रहेको छ चौरजारीको थारमारेदेखि चौरजारीको। अनि तपाईँलाई हामीले देखाइरहेको छौँ थारमारेदेखि चौरजारीको यात्रा गरिरहेको छौँ अनि तपाईँलाई देखाइरहेको छौँ बिच बाटोमा के कस्तो रहेछ भन्ने, तपाईँलाई कस्तो लाग्छ होइन प्रतिक्रिया दिनु होला। यस अनलाइनबाट चाहिँ हामी चौरजारी जाँदैछौँ। बाटो चाहिँ कतै कालो पक्कै गरेको छ भने कतै कच्ची छ। अनि यो बाटोमा चाहिँ खासै गाडीहरू हिँड्दो रहेनछ, त्यही भएर पैदल यात्रीहरू धेरै हिँडिरहेको अवस्था देखिन्छ। गाइस देख्न सक्नुहुन्छ, बल्ल बल्ल कालो पत्र भेटिएको छ। ठाउँ एकदम राम्रो, एकदम रोचक रहेको छ। पैदल यात्री चाहिँ लास्टै हिँडेको देख्न सकिन्छ। यो बाटो चाहिँ खासै गाडी हिँड्दो रहेनछ। कालो पत्र बिचमा कति कालो पत्र अनि कति चाहिँ तपाईँको कच्ची बाटो रहेको छ। एकदम राम्रो लागेको ठाउँ मलाई। गाउँहरू छ बिच बाटोमा, गाउँ हेर्दै कच्ची बाटो हिँड्दै कतै धुलो खाँदै हामी गइराखेको छौँ। हाम्रो यात्रा चाहिँ आज रहेको छ चौरजारीको। त्यसको पक्ष हेरेर रमाउँदै हिँडिरहेका छौँ। हामी चाहिँ देख्न सक्नुहुन्छ बाटोको अवस्था सलेर्दै पर्छ। धुलो धुवा खाँदै हिँड्दै गरिरहेको अवस्था देख्छौँ। हामीले नि खाइरहेको छौँ। हिँडेको देख्न सक्नुहुन्छ। हेलो भाइहरू, हेलो एकदम बाटो हो। थ्याङ्क यू है। बल्ल बल्ल पक्किदिएको छ। पछाडि बस्दा 4 बितिसक्नु छ गाइज। मेरो चाहिँ एकदम रोड देख्न सक्नुहुन्छ। बल्ल बल्ल 1.5 घन्टाको बाटो बसी हामी बल्ल बल्ल तल झरेको छौँ गाइज। देख्न सक्नुहुन्छ एकदम बाटोको अवस्था नाजुक रहेछ। एक ठाउँतिर एकदम कतै कालो पत्रेतो त कतै एकदम नेपाली पाउडर भनेर चिनिन्छ गाइज हाम्रोतिर। देख्न सक्नुहुन्छ बाटोको अवस्था यस्तो छ, एकदम गाह्रो अवस्था, मुस्किल छ, गाह्रो अवस्था छ। देख्न सक्नुहुन्छ यदि चाहिँ चढ्न नसकेर रोकिरहेको छ गाइज। अवस्था बाटोको अवस्था देख्न सक्नुहुन्छ। झन्डै हाम्रो बाइक राइडरले चाहिँ झन्डै बाइक ढालेको अवस्था थियो यहाँनिर चाहिँ। गाह्रो छ, इबी नचढेर यात्रुहरू चाहिँ यहाँनिर अलपत्र परिरहेको देख्न सक्छौँ हामी चाहिँ। एकदम गाह्रो अवस्था भइरहेको छ। यो बाटोमा चाहिँ खासै गाडी हिँड्दो रहेनछ, देख्न सक्नुहुन्छ। हामी बाइक हिँडेको देख्न सक्छौँ, पैदल यात्री हिँडेको देख्न सक्छौँ। यो बाटो चाहिँ भर्खर निर्माण कार्य भइरहेको छ। कतै कतै त धुलै खत्तम बाटो रहेछ, कतै चाहिँ कालो पत्रै गरेको देख्न सक्छौँ हामी गाइस। एकदम गाह्रो भइरहेको छ हामीलाई चाहिँ। कच्ची बाटो हिँड्दा हामी थकी भइरहेको छौँ गाइस।
वाउ पिछबाटोमा चाहिँ तपाईँहरूलाई हामीले देखाइरहेका छौँ देख्न सक्नुहुन्छ गाउँहरू हेर्दै रमाउँदै अब यात्रा गर्नुको मजा पनि हुन्छ होइन एक लगाएर गाउँहरू हेर्दै बाटो चाहिँ एकदम गाह्रो अवस्था रहेको छ हामीलाई चाहिँ अलिक गाह्रै भइरहेको छ त्यही पनि हामी रमाउँदै हिँड्ने प्रयास गरिरहेका छौँ हाम्रो चाहिँ फर्स्ट टाइम यात्रा रहेको छ चौरजारी त्यही भएर हामीलाई चाहिँ नयाँ बाटो हिँड्दा नि जस्तो भयो भने हामी रमाइरहेका छौँ किनकि नयाँ ठाउँमा जाँदा चाहिँ हामीलाई अनौठो पनि लाग्छ र राम्रो पनि लाग्छ देख्न सक्नुहुन्छ अनि यस्तो अवस्था चाहिँ बाटो चाहिँ एकदम अलिक गाह्रै रहेको रहेछ देख्न सक्छौँ हामी चाहिँ एकदम कच्ची बाटो धुलो खाँदा खाँदा एकदम हामीलाई गाह्रो भइरहेको छ अवस्था खोकी लगाइरहेको छ मलाई गाई मतलब निर्माण कार्य चाहिँ सुरु भइरहेको रहेछ है त्यो पनि हामीलाई एकदम गाह्रो भयो अब के गर्ने गाह्रो भयो भने यात्रा गर्नुपर्छ गाइस हाम्रो यात्रा नासुङ कन्जेलसम्म बलग हेर्नु होला यस्तो काम भइरहेको छ बिच बिचमा बल्ल बल्ल गाइस 2 घन्टा पछाडि हामी चाहिँ बल्ल बल्ल रागीचोर भन्ने ठाउँमा आइपुग्यौँ गाइस हेर्न सक्नुहुन्छ रागीचोरको बजार चाहिँ यो गाइस सल्यानको सिमाना लास्ट सिमाना भन्छौँ यसलाई चाहिँ है सल्यानको रागीचोर बजार तपाईँलाई देखाइरहेको छु मैले हेर्न सक्नुहुन्छ सल्यान रागीचोर भन्ने ठाउँ चाहिँ गाइस यही हो हेर्न सक्नुहुन्छ रोड अब यहाँ चाहिँ यस्तो सानो बजार छ तर बजार घुम्न देख्न सक्नुहुन्छ बाटोको अवस्था बाटो त एकदम नाजुकै रहेछ गाइस होइन म चाहिँ अहिलेसम्म आएको थिएन फर्स्ट टाइम आएको बाटो एकदम गाह्रो लाग्यो मलाई गाह्रो छ एकदम गाह्रो अवस्थामा छ बाटो हेर्नुहोस् बाटो बाटो देखेर बल्ल बल्ल हामी चाहिँ चौरजारी पुग्न लाग्यौँ गाइस देख्न सक्नुहुन्छ फेरि सल बगिरहेको छ फेरि बल्ल बल्ल पुग्यौँ गाइस देख्न सक्नुहुन्छ नानीहरूले आइ गरिदिएको छ हामीलाई चाहिँ बल्ल बल्ल हामी चाहिँ चौरजारीको सीमामा पुगेका छौँ गाइस देख्न सक्नुहुन्छ हामी चाहिँ चौरजारी अब पुग्नलाई जम्मा 5 मिनट लाग्छ यहाँदेखि देख्न सक्नुहुन्छ हामी चाहिँ चौरजारी पुगिसकेको अवस्था छ देख्न सक्नुहुन्छ कि तपाईँलाई एयरपोर्ट देखाइरहेको छु देख्न सक्नुहुन्छ चौरजारीको अनि तल तपाईँलाई चौरजारी बजार पनि हल्का देखाइरहेको छु मैले देख्न सक्नुहुन्छ चौरजारी चाहिँ आइपुगेर आजको यात्रा चाहिँ पुग्यो गाइस कस्तो लाग्छ प्रतिक्रिया दिनु होला मैले चाहिँ फर्स्ट टाइम बल्ल गराएको खासै बोल्न आउँदैन मलाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला गाइस थ्याङ्क यू सो मच गाइस